विद्युतीय संरचनामा सानो क्षतिले पनि ठूलो जोखिम निम्त्याउन सक्छ। यहाँ देख्न सक्नुहुन्छ सवारी साधनको ठक्करबाट भाँचिएको पीएससी पोल, जसले एचटी र एलटी लाइन दुवैमा गम्भीर खतरा सिर्जना गरेको थियो। सर्वप्रथम क्रेनको सहायताले पुरानो भाँचिएको पोललाई सुरक्षित रूपमा निकालियो, ताकि आसपासको लाइन, संरचना र मानिसहरूलाई कुनै जोखिम नहोस्। त्यसपछि नयाँ पोल इन्स्टलेसनका लागि आवश्यक मापदण्ड अनुसार खाल्डो तयार गरियो। गहिराई, एलाइनमेन्ट र स्थिरतालाई विशेष ध्यान दिइयो। क्रेनकै सहायताले नयाँ पीएससी पोल उठाएर च्यानल, पिन लगायतका सबै आवश्यक एक्सेसरिज पहिल्यै जडान गरी पोललाई निर्धारित स्थानमा सावधानीपूर्वक स्थापना गरियो। पोल इन्स्टल भएपछि एचटी-एलटी लाइनलाई पिनमा सही टेन्सन र क्लियरेन्स मिलाएर मजबुत रूपमा कसेर बाँधियो, ताकि भविष्यमा कुनै स्याग, स्पार्क वा ब्रेकडाउन नहोस्। अन्तिम चरणमा एलटी-एबीसी केबल र पोलमा रहेका सबै एक्सेसरिज व्यवस्थित रूपमा मिलाएर फिक्स गरियो र सम्पूर्ण सिस्टमको सुरक्षा जाँच पूरा गरियो। यो केवल पोल परिवर्तन मात्र होइन, यो क्षेत्रको सुरक्षित र भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता हो। जोखिमपूर्ण विद्युतीय काममा अनुभव, उपकरण र सुरक्षा नै सबैभन्दा ठूलो कुरा हो। सोग सेवा, जहाँ हरेक विद्युतीय काम जिम्मेवारीका साथ पूरा गरिन्छ।